मेरो नाम अप्पा लामा हो। यो जग्गाको यो जग्गा नाम चाहिँ टुप्पङ भन्छ। टुप्पङ गुम्बा भन्छ है। हुन त मिलारेको पहिला टुप्पु गरेर बसेको भएर टुप्पङ राखेको हो। हजुर। अनि यो टुप्पङ हो जग्गा नाम। अनि पहिला यस्तोमा भनौँ हामी पनि अब पहिला त अब हामी अहिले 7 पुस्ता जति हुन्छ यहाँ बसेर। अनि 7 पुस्ताको पहिला हाम्रो बाजेहरूले भनेको थियो यो मिलारेको चाहिँ आउँदाखेरि पहिला यो खासमा चाहिँ यहाँ आइपुग्दाखेरि यो गुम्बामा अब पहिला त भेडा गर्दा चौरी गर्दा मान्छेहरू आउँथ्यो अरे, उनीहरूले भेटाएको अरे यो मिलारेको चाहिँ। अब पहिला चौरी गर्दा भेडा गर्दा अनि पछि यस्तै गर्दै भाइहरूले थाहा पाउँदाखेरि अब चौरी गर्दा उनीहरूले भेटाउँदाखेरि अनि मिलारेको चाहिँ यहाँ भेटायो। अनि मिलारेको चाहिँ भेटाएपछि अब यो भगवान् रहेछ भनेर अब मिलारेको थाहै थिएन पहिला त है। त्यहाँ पुरो जङ्गल थियो अरे, खालि सेमसेन मात्र थियो अरे उहिले त। अनि त्यहाँदेखि फर्स्टमा अब मिलारेको यो यहाँको मिलारेको होइन, भेबाट आएको मिलारेको। अनि यहाँ त्यो उनको गुरुले चाहिँ के गरेछ, गुरुले पठाएको रहेछ अरे लामा पर्पले, यहाँ अब हेर्नु पहिरोमा तिमी उँभो बस्नुपर्छ, यस्तो जग्गा छ ओरारमा धेरै जङ्गल जग्गामा बस्नुपर्छ भनेर उसले पठाएछ अरे। अनि पठाउँदाखेरि उनी आएछ अरे यहाँ है। आउँदाखेरि यहाँ एकदम भूभाग मात्रै थियो अनि खानेकुरा केही थिएन अरे। अनि खानेकुरा केही नआउँदाखेरि फास्टमा के गरेछ अरे मिलारेकोले, फास्टमा यो तल गएर टुप्चु निकालेछ पानी। पहिला गङ्गाजल निकाल्यो टुप्चु, त्यहाँबाट चाहिँ उसले अब फेरि खाने व्यवस्था गर्नु पऱ्यो भनेर फेरि सिस्नु छरेछ अरे। अनि सिस्नु छर्दाखेरि फेरि सिस्नुमा काँडा थिएन अरे, सेमसेन आएर सबै खाइदिन्थ्यो अरे। अनि फेरि खाँदाखेरि अब के गर्ने, अब उपाय भएन भनेर उसको फेरि उनको मन्दर परेर शक्तिले सबै काँडा उमाल्दिएको अरे यो सिस्नुमा। अनि सिस्नुमा काँडा उमालेपछि त्यहाँदेखि चाहिँ सेमसेनले खाएन रहेछ, जनावरले खाएन। जनावर त धेरै आउँथ्यो अरे यहाँ। अनि त्यहाँदेखि त्यो सिस्नु खाएर उनले अब सिस्नु टिपेर लिएर अनि पानी तरबाट लिएर घुबा यहीँ बस्थ्यो अरे। यो थप पनि वहीँ हो अनि टी पनि त्यही छ। अनि यो घुबामा आएर अनि उसले लोसुम दसुममा छ, हामीले चाहिँ लोसुम दसुममा छ। अनि पार्वतीको घरमा 3 वर्ष 3 महिना 3 दिन अनि यो घुबामा उनले प्राप्त गरेको जग्गा यही हो, यो घुबा हो। अनि उनको गुरुले 3 वर्ष 3 महिना 3 दिन प्राप्त हुने दिनमा उसको गुरु लामा पर्व भनेर ऊ माथि एउटा ताजे भन्ने छ, यो चौन्जु भन्छ है, त्यहाँ पनि भागको यस्तो त्यो छाप छ ऊ माथि ढुङ्गामा। त्यहाँ आएर चाहिँ उसले भागको आवाज दिएछ अरे तल। अनि भागको आवाज दिँदाखेरि गुरुले दिँदाखेरि यहाँबाट अब उसको आज प्राप्त हुने भने उसलाई थाहा छ गुरुलाई। अनि प्राप्त हुने थाहा भएपछि अनि उनले यहाँबाट सिङ्गको आवाज दिएछ अरे। अनि सिङ्गको आवाज दिएपछि ओ मभन्दा पनि अब शिक्षा धेरै प्राप्त भएछ, अब सफल राम्रो भएछ भनेर उनीहरू भेटभाव भएछ अरे यहाँ आएर। अनि मिलारेको छ, भेटभाव भएपछि अब तिमी यहाँ बस्नु हुँदैन, अब मसँग जानुपर्छ सङ्घीयमा, अब तिमी भनेर भन्दाखेरि उसले अब हुन्छ अब म सङ्घीय त्यो गुरुसँग जान्छु भनेछ अरे। अनि गुरुसँग जान्छु भनेदेखि अब मेरो शिला चाहिँ यही हुन्छ, म चाहिँ सङ्घीयमा जान्छ भनेर उनको नम्सी चाहिँ अब त्यो उसको गुरुसँगै सङ्घीयमा गएछ अरे। सङ्घीयमा गएपछि अनि यही घुबामा रहेछ अरे। अनि घुबामा रहेपछि त मान्छेले भेटेको पछि होइन, अन्त पछि भेटेको कुरो। अनि भेटेर अब हामीहरूले यस्तो गुम्बा बनाएर व्यवस्था, पहिला त गुम्बा यहाँ थियो अनि गुम्बा पनि थिएन उहिले त, यस्तो पार्टी बनाएको थियो, यहाँबाट बाटो पनि थिएन है, घोडाटको बाटोबाट आउँथ्यो। अनि यहाँ धेरै कष्ट गर्नु पर्थ्यो हामीले गुम्बा पछि राम्रो बनाउँदै गएर आजकल यति राम्रो भएको। हजुर, पहिला त गुफा मात्र थियो होला, गुफा मात्र थियो, गुफा थियो अन्त त्यो मात्र थियो। अनि एकदम जङ्गल थियो यहाँ त। अनि पछि पूजापाठ पनि गऱ्यो। आजकल फेरि उनको नाममा भुम्सो गरेको छ। भुम्सो भनेर ठुलो पूजा हुन्छ, 1 महिना लाग्छ कि त्यो चाहिँ वर्षमा गर्ने पूजा हो। वर्षमा पूजा एउटा भुम्सो भनेर ठुलो पूजा गरेको छ मिलारेको बारेमा। मिलारेकोमा अब भुम्सो भनेको त भुम भनेको चाहिँ त हजार तोर्मा बनाउनु पर्ने रहेछ नि, यो पछाडि भुम्लो बिदर छ। जस्तै सबैजना मिलारेपाको दर्शनमा आउनुहुन्छ नि, धेरै आउँछ। आउँदै गर्दाखेरि मिलारेपाको दर्शन गरिसकेपछि के प्राप्त हुन्छ खासमा? अब मिलारेपालाई दर्शन गरिसकेपछि हामीलाई एकदम जस्तो काम भए पनि सफल हुन्छ उनले। अनि राम्रो गरेर मन गरेर आउनुपर्छ, सबै सफल हुन्छ। अनि नराम्रो सफल गरेर आउने मान्छेले फेरि राम्रो प्राप्त हुँदैन। एकदम राम्रो यो के भने मिलारेको भनेको त सङ्घीय घुमा हो, लेकिन मान्छेले देखेको मिलारेको देखेको है सङ्घीय घुमा हो। संसारको सबै अब पृथ्वीमा भगवान् चाहिँ ठुलै हुनु हो। अनि त्यही भएर अब शिला भएर बसेको हामी अहिले औतारी लामा भए त हामी मरेपछि त भस्म हुन्छ है, केही रिँदैन। उन त अब शिला पुरो ढुङ्गाको रूपमा छ नि, त्यही भएर दर्शन गर्नका लागि कुन ठाउँबाट आउने गर्छ? धेरै जग्गाबाट आउँछ, भुटानबाट पनि आएको छ, रिम्बुर्छियाहरू है, अनि तल कहाँबाट विदेशबाट पनि आउँछ, हर जग्गाबाट आउँछ, इन्डियाबाट आउँछ।
आशा हस् गर्छु। हस् धन्यवाद ल।